समुद्रको गहिराईमा बस्ने जीव अचानक समुद्र सतहमा आउनु, ओवरफिस, एङ्गुलर फिस जस्ता माछाका प्रजातिहरू समुद्र सतहमा देखिनु, अचानक समुद्रका तटमा किलर व्हेल देखा पर्नु। के यी सम्पूर्ण भइरहेका कुराले अब पृथ्वीको विनाश हुन लाग्यो भन्ने कुरालाई त सङ्केत गर्दैनन्? आउनुहोस् आजको यस भिडियोमा चर्चा गरौँ डीप सी क्रिएचरको बारेमा। समुद्रको गहिराईमा बस्ने समुद्री जीवहरू किन बाहिर आउँदैछन् त? के हो यसको रहस्य? समुद्रको कुरा गर्नुपर्दा मानवले पृथ्वीमा रहेको समुद्रको 5% भाग मात्र अवलोकन गरेको छ। अर्थात् हामी सबैलाई थाहा छैन कि समुद्रभित्र के कस्ता जनावरहरू, जीव जन्तुहरू रहेका छन्। तिनीहरू कति ठुला छन्, कति साना छन्, त्यो कुरा पनि हामी कसैलाई थाहा छैन। तर आज भोलिको समयमा हेर्ने हो भने अनौठा किसिमका समुद्री जीवहरू देखा पर्न थालिसकेका छन्। ओवरफिस, जुन समुद्रको गहिरो भागमा पाइन्छ, त्यो माछा समुद्री सतहमा देखा पर्न थालेको छ। यसले गर्दा एउटा ठुलो प्रश्न खडा गर्छ कि के हुँदैछ समुद्रभित्र? किन समुद्रको गहिराईमा बस्ने जीवहरू बाहिर निस्किँदैछन् त? समुद्रको गहिराईमा बस्ने अर्को भयङ्कर फिस, एङ्गुलर फिस पनि समुद्रको सतहमा देखा पर्न थालिसकेका छन्। अस्ट्रेलियाको तस्मानिया बीचमा अचानक सयौं किलर व्हेलहरू देखा परेका छन्। भनिन्छ नि, जब जब धरतीमा केही नराम्रा घटनाहरू घट्न थाल्छन् तब सबैभन्दा पहिला त्यस चिजको बारेमा जनावरहरूलाई आभास हुने गर्दछ। के यो त्यही आभास हो या प्राकृतिक गतिविधि? तपाईलाई के लाग्छ? कमेन्ट लेख्न नभुल्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई थिच्न पनि नभुल्नुहोला। आजलाई यति नै, फेरि भेट हुनेछौँ अर्को भिडियोमा।